हेलो गाइस, हजुरलाई मेरो ब्लगमा स्वागत छ। अहिले चाहिँ हामी घरतिर आएको छौँ। अहिले यसो बाहिरतिर चाउमिन खान निस्केका छौँ दिदीहरूसँग। हेर्न सक्नुहुन्छ एकदमै राम्रो लाली गुराँसको फुलहरू छ। हेर्न सक्नुहुन्छ यस्तो राम्रो लाली गुराँस फुल छ। हजुरहरूलाई चाहिन्छ भने मलाई मेसेज गर्नु होला, म आउँदाखेरि काठमाडौँ आउँदा ल्याइदिन्छु हजुरहरूलाई। यस्तो राम्रो छ। हेर्न सक्नुहुन्छ हाम्रो गाउँ यति धेरै राम्रो छ। दिदीहरूसँग दिदी बहिनी हामी चाउमिन खान जाँदैछौँ के। यस्तो राम्रो जहाँ पनि लाली गुराँस छ। हेर्न सक्नुहुन्छ यस्तो राम्रो लाली गुराँसहरू छ। हेर्न सक्नुहुन्छ गाइस, रुखमा नसकेर भुइँमा लाली गुराँस टिपे खान। थ्याङ्क यू। यत्रो रुख चढ्नै सकिँदैन। अब हामी गएर चाउमिन खाँदाखेरि हजुरलाई हाम्रो पसल पनि देखाइदिन्छौँ है। भोट चाहिँ घन्टीमा हाल्नुपर्छ। घन्टीमा भोट चाहिँ घन्टीमा यस्तो अल्छीहरू छन्, त्यही चाउमिन खान पनि जानलाई अल्छी गरेर बसिरहन्। एउटा बरु यो दिदी बलियो खान्, पुरै टुई 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 हिँडे खान्, के नआए 2 केजी त घट्लान्। हेर्न सक्नुहुन्छ यस्तो राम्रो भ्यूहरू छ। अब हामी अझसम्म हिँड्दैछौँ, पुगिसके छैनौँ। हजुरलाई फाइनल लुक देखाइदिन्छु। पुगेर होटलमा गएर चाउमिन अर्डर दिन्छौँ हामी पहिला सुरु, अनि हजुरलाई देखाउँछौँ है। के भएछ? अब यहाँ पसल आइसक्यौँ। अब चाउमिन बनाउनु लगाएको छौँ। चाउमिन पाक्दैछ त्यही होटलको। चाउमिन पाक्दैछ। अब हामी घरै लिएर गएर हजुरलाई घर लगेर देखाउँछौँ है त। हेर्न सक्नुहुन्छ गाउँको चाउमिन यस्तै हो, तर एकदम दामी छ, मिठो छ है हेर्दै। ल अब खाएँ ल, अर्को ब्लग बनाउँछु अनि हेर्दै जानुहोस् ल।